फेरि घाम चल्किन्छ अनि त्यसपछि पानी बल्ल जस्तै केटा हो रे हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी सिद्धार्थ होइन अनि आज चाहिँ म पनौती जाँदैछु अहिले 1:30 भएको छ लास्ट घाम लागेको छ है यता पुगेछ सूर्य चाहिँ मेरो पछाडि छ है अति गर्मी छ क्या म्या पसिना देख्न सक्नुहुन्छ हातभरि पसिना आएर है अनुहारभरि पसिना आएको छ राम्रोसँग देखेको छैन होला है कस्तो आवाज सुनिरहेको छ थाहा छैन देख्न सक्नुहुन्छ भ्यू पुरै क्लियर छ क्या आज पछि चाहिँ पानी बल्ला जस्तो भइरहेको छ क्या अहिले चाहिँ यस्तो चर्को घाम लागेको छ होइन चर्को घाम लाग्छ भर्खर चाहिँ पनौती पुगेँ पनौती विद्युत प्राधिकरण यही हो यताको यहाँबाट ग्राउन्ड जान्छु है स्टेडियम जान्छु उता ग्राउन्डमा रङ्गशालामा जान्छु अनि त्यही हो अब चाहिँ म सिधै उता कालेकोमा जान्छु चिया खाँदै कालेको काली आयो है केटा हो रे ऊ यस्तो दयालु छ है कुकुरलाई सुत्दा खाना दिइरहेछ बिस्कुट लिएर आएर दिँदै राम्रोसँग धेरै बाँच्छ जस्तो चाहिँ म होइन आज चाहिँ यो बाटोबाट जाँदिनँ म अल्पी इन्टरनेसनल स्कुलको बाटो जान्छु खोलाको बाटो माथि बाटो चाहिँ जाँदिनँ आज ऊ यताको बाटो जान्छु इन्टरनेसनलको मुनि खोलाको बाटो जान्छु कस्तो रहेछ है म चाहिँ सिधा आउँछु देख्न सक्नुहुन्छ यो देख्न सक्नुहुन्छ यो चाहिँ सुधार केन्द्र हो पनौतीको यहाँ मान्छेहरू सुधार्ने काम गरिन्छ होइन म चाहिँ इन्टरनेसनलको बाटो गएँ आज चाहिँ माथि बाटो गएँ देख्न सक्नुहुन्छ इन्टरनेसनल स्कुल त्यहाँ छ कस्तो त्यहाँ अनि आज चाहिँ पनौती जानुको मेन रिजन चाहिँ यो लिनलाई है यो प्रिन्ट आउट गर्नलाई हो किनकि होइन यसमा भोलि बायोमेट्रिक इक्जामको फर्म हो चाहिँ यो लाइसेन्स निकाल्नको लागि यो फर्म हो देख्न सक्नुहुन्छ यहाँभित्र प्रिन्टहरू छ यो हो अनि इन्टरनेसनल स्कुल त्यहाँ देख्न सक्नुहुन्छ यस्तो छ यो बाढीले गर्दा त्यो पुरै नामो निशान छैन पुरै यहाँ पुरै ग्राउन्ड थियो है फुल ग्राउन्ड थियो ऊ त्यहाँ जाली हालेछ यहाँदेखि उतासम्म ग्राउन्ड थियो त्यो ग्राउन्ड पुरै खोलाले लग्यो बाढीले अनि अहिले चाहिँ यस्तो छ डेजर भनेको छ डेजर नेपाली डेजर पुरै केही छैन क्या यहाँ ढुङ्गै होइन त्यही हो किनकि यताबाट आउनुको कारण चाहिँ पिस छ होइन क्राउडेड छैन त्यही हो पुरै घर ढलेर होइन बाढी यहाँबाट गएको छ त्यही हो पुरै टिप्पलले धुलो उडाउँछ क्या कस्तो धुलो मुखभरि आउँछ क्या यता त्यही भएर यहाँबाट धेरै मान्छेहरू हिँड्दैन त्यही भएर क्राउडेड हुँदैन हल्ला नि आउँदैन होइन अनि उता माथि आश्रम बन्दैछ साई बाबाको देख्न सक्नुहुन्छ मेरो पछाडिको भ्यू कस्तो छ भनेर बाढीले कस्तो बनाएको थियो भनेर होइन अनि सबैलाई कस्तो लाग्छ मेरो भ्लग होइन लाइक सेयर एन्ड सब्सक्राइब एन्ड कमेन्ट गरिदिनुहोस् होइन मैले यही नि सुधार्ने मौका पाउँछु यो भएन त्यो भएन भन्नुहोस् तर मलाई चाहिँ क्राउडेड धेरै मान्छे भएको ठाउँतिर भ्लग बनाउन अड लाग्छ थाहा छैन किन थाहा छैन होइन धेरै जस्तो बनाउँदिनँ पनि म त्यही हो म चाहिँ अब यो बाटो खोला तरेर उपारी जान्छु यो खोला तरेर पारी बाटोमा जान्छु होइन अनि ऊ माथि बनाउँदैछ साई बाबाको यहाँबाट अलिअलि देखेर होला ऊ यो चाहिँ हो कि साई बाबाको आश्रम साई बाबाको आश्रम बन्दैछ ऊ
गाड्छ क्या हो गाड्दैन रहेछ गाडियो भने त छैन त मेरो मोजा भिज्ने भयो अब खोला तर्दा त तर केही छैन भिजाइदिन्छु फोहोरपानी अति नै फोहोरपानी खाके आमा गहिरो रहेछ नि यहाँ तर यताबाट जान्छु म ओइ 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 यो भिज्यो भने त छैन यो भिडियो प्रिन्ट आउट गर्नुपर्छ फेरि 20 रुपियाँ खर्च यता है किनकि यता धुलो आउँदैन कि त्यो बाटो त्यो लाइन सब टिप्पर हिँड्छ होइन यताबाट चाहिँ धुलो सुलो केही पनि आउँदैन त्यो एउटा आनन्द अनि भोलि चाहिँ बायोमेट्रिक इक्जाम गऱ्यो भने पास भयो भने चाहिँ होइन बेलुका नै रिजल्ट आउँछ गऱ्यो भने अनि कहिले ट्रायलको लागि बोलाउँछ हेरौँ पास हुने कि होइन पास भइदिएको भए चाहिँ कस्तो मजा आउँथ्यो धोती हेर म त त्यही हो 4-5 दिनपछि एक दिन भ्लग आउँछ ल कस्तो खस्तिर यार मलाई नलग भने क्या जानु पर्दैन फेल हुन्छ भने क्या ट्रायलमा कस्तो त आफै अनि मेरो मोबाइलमा पनि चार्ज छैन कि अहिले कति 25-26% होला कि चार्ज मोबाइलमा सेभ मोडमा अलिअलि ठिक छ त्यो भिडियो बनाउन लागि पुगिहाल्छ त्यही हो आजकल धेरै नौलो केही छैन घरमा धेरै काम पनि छैन इक्जाम फेरि 3 महिना रिजल्ट चाहिँ असार 15 भित्र आउँछ रे भने सुने हो तर आउँछ कि आउँदैन थाहा छैन घरमा चाहिँ बिहान र बेलुका त्यो रेशम किरालाई चारो काटेर हालिदिनुपर्छ त्यति हो सफा गरिदिने अनि दिनभरि डुल्ने बिहान 6 बजे हाल्ने 12 बजे हाल्ने 12 बजे निस्किने घरबाट अनि 5 बजे घर पुग्ने 6 बजे फेरि हाल्नुपर्छ त्यही हो अब रिजल्ट आएपछि कहाँ पढ्ने भनेर सोच्नुपर्छ अरू त त्यस्तै हो अनि आजकल चाहिँ धेरै मेरो निन्द्रा बिग्रिरहेको छ दिनमा सुत्न मन लाग्दैन राति 1-2 बजेसम्म बस्यो त्यति बेलासम्म भेट्दै स्क्रोल गर्यो बस्यो अल्छी लाग्छ अनि मैले चाहिँ सर्चहरू हाल्ने गर्छु होइन 2 दिनमा एउटा कि डेली हाल्छु एउटा अनि कस्तो लाग्छ हेरिदिनु भयो होला सब्सक्राइब नि गरिदिनुहोस् नेपालीहरू भयो होइन त्यही हो ऊ आश्रम त्यहाँ माथि बन्दैछ त्यहाँ बन्दैछ साई बाबाको आश्रम बन्दैछ कन्स्ट्रक्सन चलिरहेछ चलिरहेछ बाढी आएको दिन कति 2-3 दिन रोक्यो होला त्यसो फेरि बाटो खोलादेखि त हानिरहेछ यता नै पाहाड थियो कि यहाँ पाहाड थियो यो पाहाड नि सबै बिग्रियो अनि एउटा यहाँनिर त्यो ठुलो पिपल बोर्ड थियो कि बाढीले चाहिँ ढलाउनु सकेन त्यसपछि 2 दिनपछि कि 3 दिनपछि चाहिँ आफै ढल्दिँदा कि यही हो ठुल्ठुलो देख्नु भएको छ नि यसको चराहरू त्यही हो अनि कस्तो लाग्छ लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु आजलाई नै यति नै भयो होइन म चाहिँ अब घर जान्छु चार्ज हाल्छु मोबाइल अनि एकछिन के हुन्छ सुत्नुपर्छ यताउति के हुन्छ खाना नि बनाइदिनु पर्छ होला यति नै भयो ल बाई बाई गाइस